नमस्कार हजुर, म नवलपुरबाट बोल्दैछु। यो हाम्रो कालीगण्डकी कोरिडोरको छेउमा रहेको यो हडा भन्ने ठाउँ हो। हेर्नुहोस् कति राम्रो रमणीय क्षेत्र। यो मुक्तिनाथ देखुनको हाम्रो बोर्डरसम्म जोडिने बाटो कालीगण्डकी कोरिडोर। हेर्नुहोस् यहाँ रहेको चौपारी हाम्रो पुरानो चौपारी। यहाँ जति शीतल हेर्नुहोस्, एसी नचाहिने केही नचाहिने कति राम्रो शीतल हो बा। म पनि यहाँ आएर बसेँ, 1 घन्टा जति सुतेँ। कति राम्रो ठाउँ हेर्नु त। यो चौपारी यहाँको समुदायले राम्रोसँग बनाउनु भएको रहेछ। यो भनेको हाम्रो पुरानो चौपारी, यसलाई जोगाउन पर्छ, यसलाई राम्रोसँग संरक्षण दिनुपर्छ है त। हजुर नमस्कार।